यो जुन चाहिँ तपाईँले केटीको टिमहरू बनाउनु भएको छ नि उनीहरूलाई चाहिँ बुट क्याम्प दिने हो कि नदिने हो तपाईँले? उनीहरूलाई अब गेम आउँदाखेरि केटाहरूकै बुट क्याम्पमा आएर बस्छन् होला नि। दाइ कहाँ केटीहरूलाई चाहिँ किन केटाहरूको बुट क्याम्पमा राख्नुहुन्छ? कस्तो कुरा गरेको? के सेक्युरिटी गार्ड बस्नु र केटीहरूको बुट क्याम्पको त होइन, मैले यसो बुझ्न खोजेको मात्र हो क्या। केटीहरूको बुट क्याम्प भयो भने अब गेमको बेलामा एक हप्ता अब यसो अपार्टमेन्टतिर राख्दा हुन्छ, एक महिना रोइसेर अगाडि। किन त चाहिँ यसो जारसारको पानी सानी बोकेर लगिदिन्छस् कि केटीहरूको बुट क्याम्पमा? होइन, म पनि अब काठमाडौँ आउँदाखेरि बस्ने ठाउँ हुँदैन, अब बुट क्याम्पमा बस्नु पर्यो नि त। केटालाई पनि भनिदिनु न भन्छ नि। केटाहरूको डिस्टर्ब हुन्छ, रातभरि हल्ला गर्छन्, अलिकति त्यतातिर पिस पनि हुन्छ कि भन्छ कि, बुझ्नु भएन? केटीहरूकोमा चाहिँ पिस हुन्छ तँलाई। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। कहाँ मान्छन् त केटीहरूले रनमा त्यसरी हल्का अब खत्रै भएको हिरो हिरो हेन्सी भएको हो नि, केटीहरूले हुन्छ सेक्दा राख्नु भन्थ्यो होला। अब यो भन्दा हिरो चाहिँ म कति हुनु हौ? अनि त्यो केटीहरू तँलाई मन पराउँछ, तेरो टर्म राम्रो हुनु पर्यो नि त। कसरी मन पराउँदैन हौ दाइ? कसले चाहिँ मन पराउँदैन भन्नु न दाइ? एकजनाले मन पराएन भने भन्नु मलाई। मलाई इग्नोर गर्न सक्छ होला? कस्तो कुरा गरेको हो तपाईँले?